Hello everyone, welcome to my another video tutorial. Previous video मा हामीले C प्रोग्रामिङ के हो, C सिक्नका लागि के रिक्वायरमेन्ट चाहिन्छ र C मा युज हुने डेटा टाइप, भेरिएबल, कीवर्ड र अपरेटरको बारेमा चर्चा गर्यौं। आजको भिडियोमा हामी C प्रोग्रामिङको स्ट्रक्चर साथै C प्रोग्राम युज गरेर एउटा सिम्पल प्रोग्राम एक्जिक्युट गरेर पनि हेर्छौं। र फर्स्टमा हेरौं हामी स्ट्रक्चर अफ C प्रोग्रामिङ। सो C प्रोग्रामिङ लेख्नको लागि स्ट्रक्चर चाहिँ कस्तो हुन्छ त हेरौं। एउटा C मा कुनै पनि प्रोग्राम लेख्नका लागि हामीलाई मिनिमम कति कोड चाहिँ लेख्नुपर्ने हुन्छ त भन्दाखेरि चाहिँ यहाँ देखिएको जति पनि कोडहरु छ यति कोड चाहिँ हामी हरेक प्रोग्राममा चाहिँ लेख्ने गर्छौं। कम्तिमा हामीले यति कोड लेख्यौं भने चाहिँ एउटा C मा प्रोग्राम चाहिँ एक्जिक्युट हुन्छ। बाँकी रहेको कोडहरु चाहिँ हाम्रो प्रोग्रामको आवश्यकता अनुसार हामी प्रोग्राममा इन्क्लुड गर्ने गर्छौं। र यति युज भएको जति पनि कोडहरु छ यसलाई हामी लाइन बाइ लाइन बुझ्ने कोसिस गरौँ। सबैभन्दा सुरुमा छ ह्याश इन्क्लुड अनि यो लेस देन ब्र्याकेट studio.h अनि ग्रेटर देन ब्र्याकेट। ओके, सुरुमा भएको ह्याश इन्क्लुड हामी भन्छौं प्री प्रोसेसर है। त्यहाँदेखि यतापटिको जुन लेस देन र ग्रेटर देन ब्र्याकेटको बीचमा लेखेको छ stdio.h यसलाई हामी भन्छौं हेडर फाइल। र प्रोग्राममा हेडर फाइल इन्क्लुड गर्नका लागि हामीले अनिवार्य रूपमा सुरुमै प्री प्रोसेसर राख्नुपर्ने हुन्छ ह्याश इन्क्लुड भनेर। अनि मात्रै हामीले प्रोग्राममा हेडर फाइललाई इन्क्लुड गर्न सक्छौं। अब प्रोग्राममा हेडर फाइल चाहिँ किन इन्क्लुड गर्ने त भन्दाखेरि चाहिँ C को लाइब्रेरी भित्र रहेको जति पनि प्रिडिफाइन्ड फंक्शन्सहरु छ अथवा लाइब्रेरी फंक्शन्सहरु छ यी फंक्शन्सहरुलाई हामीले प्रोग्राममा एक्सेस गर्नको लागि चाहिँ हामीले राख्नुपर्ने हुन्छ हेडर फाइलहरु। किनभने जति पनि यो लाइब्रेरी फंक्शन्स अथवा यसलाई हामी प्रिडिफाइन्ड फंक्शन भनौं यसको डेफिनेसन चाहिँ कहाँ हुन्छ भन्दाखेरि हामीले युज गरेको हेडर फाइलमा चाहिँ डिफाइन भएको हुन्छ। र यी लाइब्रेरी फंक्शन्सहरु युज गर्नको लागि चाहिँ हामीले सुरुमै हेडर फाइललाई इन्क्लुड गर्नुपर्ने हुन्छ। ओके, र हरेक प्रोग्राममा हामीलाई यो stdio.h र conio.h भित्रका हेडर फाइल चाहिँ मिनिमम रिक्वायरमेन्ट हुन्छ के हाम्रो लागि। त्यही भएर हामी सधैँ इन्क्लुड stdio.h र इन्क्लुड conio.h चाहिँ राख्दिने गर्छौं हरेक प्रोग्राममा। ओके, अब बाँकी अरु पनि हेडर फाइलहरु धेरै छन् ती चाहिँ हामी प्रोग्रामको आवश्यकता अनुसार इन्क्लुड गर्दै जान्छौं। जस्तै म्याथमेटिकल फंक्शन्सहरुको लागि math.h भन्ने छ, अब ग्राफिक्सको लागि graphics.h भन्ने पनि छ, अब स्ट्रिङको लागि string.h भन्ने छ। र सुरुमा हामीले सामान्य प्रोग्राम बनाउनको लागि चाहिँ यो दुईटा हेडर फाइलहरु इन्क्लुड गर्यौं भने पुगिहाल्छ है। जस्तै लाइब्रेरी फंक्शन्समा यहाँ हेरिहालौं एक्जाम्पलमा printf, scanf, getch, crr, scr मैले के एक दुईवटा लाइब्रेरी फंक्शन्सहरु राखेको छु। यो printf र scanf दुईटा लाइब्रेरी फंक्शन चाहिँ यो stdio.h को हेडर फाइलको अन्डरमा छ भने getch र crr, scr भन्ने चाहिँ यो conio.h हेडर फाइलको अन्डरमा डिफाइन भएको छ। र यी हरेक लाइब्रेरी फंक्शन्सहरु हामी वन बाइ वन प्रोग्राममा बुझ्दै जानेछौं। चाहिँ हामीले प्रोग्राममा चाहिने अनुसारको हेडर फाइल इन्क्लुड गराइसकेपछि हाम्रो अर्को स्टेप आउँछ मेन फंक्शन। हामीले यसरी C प्रोग्राममा हरेक प्रोग्राममा एउटा मेन फंक्शन राख्न जरुरी हुन्छ। जस्तै यहाँ मेन भनेर स्टार्ट भएको छ नि त, मेन अनि एउटा स्मल ब्र्याकेट ओपन क्लोज गर्ने बित्तिकै यो एउटा भयो मेन फंक्शन्स। C प्रोग्रामिङको लागि अनिवार्य चाहिने एउटा फंक्शन हो मेन। जति पनि कोडहरु हामी लेख्छौं सबै यो मेनको भित्र लेख्छौं। मेन स्टार्ट भएदेखि इन्ड भएको भित्रसम्ममा कोड हामी लेखि सक्छौं। ओके, अब यहाँ देखि मुनतिर छ अर्को ओपन ब्रासेस। यसको काम भनेको चाहिँ मेन फंक्शन बिगिनिङ भन्ने हो, मेन फंक्शन बिगिनिङ भन्ने हो। यहाँबाट चाहिँ अब मेन फंक्शन बिगिनिङ भयो भन्ने चाहिँ जनाउँछ। अब मेन फंक्शन बिगिनिङ भएपछि चाहिँ हाम्रो प्रोग्रामको लजिक हामी यहाँ लगाउँछौं। कस्तो खालको प्रोग्राम लेख्ने हो त्यही अनुसारको लजिक चाहिँ हामी यहाँ लगाउँछौं। र त्यसपछि हामी लास्टमा गएर लेख्छौं getch र return 0। getch को काम चाहिँ के हो भने यो getch चाहिँ युज टु होल्ड स्क्रिन भनेको आउटपुट स्क्रिन होल्ड गर्नु पर्यो भने चाहिँ हामी युज गर्छौं getch। भनेको मतलब चाहिँ के हो त भन्दाखेरि मैले प्रोग्राम लेखेँ, प्रोग्राम लेखिसकेर त्यो प्रोग्रामलाई रन गराइसकेपछि जुन आउटपुट आउँछ त्यो आउटपुट स्क्रिन चाहिँ जबसम्म मैले क्लोज गर्दिन तबसम्म देखिरहोस् भन्नको लागि चाहिँ हामी युज गर्छौं getch। अर्को छ return 0। अब यो रिटर्नको मिनिङ चाहिँ हामी पछि फंक्शन पढ्दा अझै मजाले बुझ्छौं। अहिलेको लागि यो return 0 हामी के बुझिराखौं भन्दाखेरि चाहिँ इट इन्डिकेट द सक्सेसफुल कम्पाइलेसन अफ प्रोग्राम। यसले चाहिँ के गर्छ भन्दाखेरि अब प्रोग्रामको टर्मिनेट गर्नको लागि चाहिँ हामी राख्छौं return 0 भनेर। यहाँ आइपुगेपछि चाहिँ के हो भन्दा प्रोग्राम अब सक्सेसफुली कम्पाइलेसन हुन्छ भन्ने चाहिँ जनाउँछ। यहाँ आइपुगेपछि यसलाई हामी चाहिँ टर्मिनेट पोइन्ट भन्छौं कि। र लास्टमा हामी गर्छौं क्लोज मेन फंक्शन। यो
ब्रान्चेस बन्द भनेको चाहिँ अब यहाँबाट सुरु भएको मेनको फंक्सन यहाँनिर क्लोज भयो भन्ने जनाउँछ मेन फंक्सन क्लोजले। ओके, अब अर्को यतापट्टि हामीसँग छ एउटा CLR ACR भन्ने फंक्सन। यसको काम चाहिँ के भन्दा क्लियर स्क्रिन। यो चाहिँ टर्बो C++ अथवा टर्बो C मा हामी युज गर्ने गर्छौं, अनिवार्य रूपमै गर्छौं। यो चाहिँ यो CLR ACR चाहिँ कहाँ युज गर्छौं भने यो मेन स्टार्ट भएदेखि पछाडी युज गर्दैछौं CLR ACR। यसको काम चाहिँ क्लियर स्क्रिन। क्लियर स्क्रिन भनेको चाहिँ के हो भने हामीले प्रोग्राम लेख्यौं, प्रोग्राम लेखिसके प्रोग्रामलाई रन गरायौं, आउटपुट पनि आयो, आउटपुट आइसकेपछि हामी त्यसलाई आउटपुट विन्डोज क्लोज गर्छौं र फेरि रन गरायौं भने चाहिँ अगाडिपटि आएको आउटपुटको स्क्रिन फेरि त्यही आइरहेको हुन्छ के टर्बो C मा चाहिँ। र अगाडि आएको आउटपुट स्क्रिनलाई क्लिन गर्नको लागि हामी युज गर्छौं CLR ACR। बाइ द वे डेभ C++ मा यो CLR ACR ले काम गर्दैन। ओके, र सामान्य प्रोग्राम गर्नको लागि हामीलाई कम्तीमा पनि यति स्ट्रक्चर चाहिँ राख्यो भने प्रब्लम हुँदैन। ठीक छ, अब यो त भयो स्ट्रक्चर अफ C प्रोग्रामिङ। अब हामी एक्ज्याक्टली एउटा प्रोग्राम लेखेर नै हेरौं। प्रोग्राम लेखेर हेरिसकेपछि अझै हामी मजाले यसको स्ट्रक्चरको बारेमा बुझ्छौं। र अब हामी लागौं हाम्रो कोड एडिटर तर्फ। र म मेरो कोड एडिटरमा आइसकेको छु। मैले मेरो कोड एडिटर ओपन गरेको छु। मसँग कोड एडिटरको रूपमा चाहिँ डेभ C++ रहेको छ। म यसमै प्रोग्राम गरेर देखाउँदै छु। फर्स्ट अफ अल मैले प्रोग्राम गर्नको लागि मलाई एउटा न्यू फाइल चाहिन्छ। त्यसको लागि कन्ट्रोल N अथवा यो फाइल लेखेको ठाउँमा गएर न्यूमा गएर न्यू सोर्स फाइल गरे भने एउटा नयाँ पेज खुल्छ। र मैले अगाडि भने जस्तै मलाई कुनै पनि प्रोग्राम चाहिनको लागि चाहिने बाइ डिफल्ट जति पनि कोड हुन्छ पहिला म त्यो लेख्दै छु। सबैभन्दा पहिला मैले इन्क्लुड गराउनु पर्ने हुन्छ हेडर फाइल। सो हेडर फाइल इन्क्लुड गराउनको लागि चाहिँ मैले लेख्नु पर्यो हैज इन्क्लुड stdio.h। यो भयो एउटा हेडर फाइल। अर्को हेडर फाइल हैज इन्क्लुड conio.h conio.h गर्नु पर्यो। त्यसपछि मैले लेख्नु पर्यो मेन फंक्सन। अब यो मेन फंक्सन मैले यहाँबाट स्टार्टिङ गरेर इन्ट गर्दिए। त्यसपछि लास्टमा म लेख्दिछु get ch अनि यसको पछाडी सेमिकोलन र रिटर्न 0। ओके, यति गर्दै छु। र हामी हरेक लाइनको एन्डमा चाहिँ यसरी सेमिकोलनले इन्ड गर्छौं C मा। ओके, र म यसलाई कन्ट्रोल S गरेर सेभ गर्दै छु। र मसँग एउटा फोल्डर भित्र C प्रोग्राम भित्र फोल्डर भित्र म एउटा नाम दिन्छु। म एउटा नाम दिदै छु FIRST फर्स्ट भनेर। र बाइ डिफल्ट सेभ यो सोर्स फाइल C++ अथवा मैले यहाँबाट सोर्स फाइल C गर्दा नि हुन्छ। बाइ डिफल्ट यतिकै छोडिदिदा पनि हुन्छ, केही फरक पर्दैन। सेभ गर्दिनु। सेभ गर्ने बित्तिकै यो मैले लेखेको कोड सेभ हो। अब यतिलाई मात्रै पनि मैले एक्जिक्युट गराउन सक्छु। एक्जिक्युट कम्पाइल एन्ड रन। हेरौँ यो कम्पाइल हुन्छ कि हुँदैन। अब यहाँ तलपट्टि देखाउँछ वार्निङ 0 एरर 0। सो पर्फेक्टली हाम्रो प्रोग्राम रन भएको छ हो। तर आउटपुटमा अहिले केही पनि छैन, किनभने मैले आउटपुटलाई केही पनि दिएको छैन। बेसिक स्ट्रक्चर मात्रै लेखेर मैले रन गराएँ। अब म यो प्रोग्राममा केही कुराहरू प्रिन्ट गरेर देखाउँदै छु। प्रिन्ट गर्नको लागि हामीले अगाडि पढेको प्रिडिफाइन्ड फंक्सन्सको एउटा फंक्सन थियो printf भन्ने। र त्यही printf युज गरेर हामी कुनै पनि मेसेज प्रिन्ट गर्छौं C मा। त्यसको लागि मैले लेख्नु पर्ने हुन्छ printf। printf लेखिसकेपछि यो भित्रपट्टि चाहिँ मैले अब कुनै पनि मेसेज प्रिन्ट गर्नुपर्ने छ भने डबल कोटेसन जरुरी हुन्छ है। यो डबल कोट भित्र मैले लेखिदिन्छु हेलो भनेर। ओके, हेलो लेखेँ अनि यसको पछाडी गएर मैले सेमिकोलन दिनु पर्यो। त्यसपछि कन्ट्रोल S गरेर फेरि म गर्दै छु एक्जिक्युट कम्पाइल एन्ड रन। सो 0 वार्निङ र आउटपुट आएको छ हेलो। ओके, हामीले यहाँ लेखेको मेसेज यहाँनिर के भयो त प्रिन्ट हो हेलो भनेर। ठीक छ, हामीले अहिलेसम्म गरेको प्रोग्राम एकदम ठीक छ है। एउटा हेलो प्रोग्राम हामीले रन गराइसक्यौं। अब यिनीहरु मन्दिरपट्टि म लेख्दै छु अर्को printf printf भनेर। र यहाँ लेख्दै छु my name is SAGR सागर भनेर लेख्दै छु। ओके, यो पनि एउटा टेक्स्ट भयो। त्यसपछि फेरि मैले यहाँनिर गएर लास्टमा सेमिकोलन दे कन्ट्रोल S गरे र एक्जिक्युट एन्ड रन गरे, एक्जिक्युट कम्पाइल एन्ड रन गरे। यदि गइसकेपछि यहाँ 0 वार्निङ 0 एरर। ठीक छ प्रोग्राम। ओके, यहाँ आइसक्यो प्रोग्राममा हाम्रो आउटपुट आइसक्यो हेलो अनि माई नेम इज सागर। तर यहाँनिर हेरौं
अलिकति म सानो बनाउँछु। ओके, यहाँ त मैले लेख्दाखेरि प्रिन्टएफ एउटा लाइनमा लेखेको थिएँ हेलो, अर्को लाइनमा फेरि प्रिन्टएफ गरेर माई नेम इज सागर लेखेको थिएँ। तर आउटपुट चाहिँ के आयो त भन्दाखेरि हेलो माई नेम इज सागर एकै लाइनमा आयो क्या। यसरी सीमा हामीले प्रिन्टएफलाई अलग अलग लाइनमा लेखे भने जबसम्म हामीले यो लाइनलाई ब्रेक गर्दैनौँ तबसम्म एउटै लाइनमा आइराख्छ क्या। त्यसको लागि चाहिँ मैले लाइन ब्रेक गर्नको लागि यहाँ लेख्नुपर्ने हुन्छ यसको पछाडिपट्टि डबल कोटेसनको भित्रै \n। \n भनेको चाहिँ न्यू लाइन। यो लेखिसक्छ, यो हेलो लेखिसकेपछि उसले नयाँ लाइन दिन्छ क्या, अनि अर्को मुनतिरको प्रिन्टएफलाई रन गराउँछ। ओके, कन्ट्रोल एस अनि एक्जिक्युट एन्ड रन। यसको लागि मैले F11 थिचेँ भने पनि हुन्छ, F11 थिचेँ र मेरो रिजल्ट आइसकेको छ यो हेलो अनि मुनतिरको अर्को नाममा माई नेम इज सागर। यसरी \n दिएपछि यसले के दियो नयाँ लाइन प्रोभाइड गर्छ क्या। यसरी जतिपल्ट मैले \n दिन्छु त्यतिपल्ट उनले नयाँ लाइन प्रोभाइड गरिरहन्छ क्या। जस्तो हामी माइक्रोसफ्ट वर्डमा इन्टर थिच्छौँ, जति इन्टर थिच्दै गयो उति नयाँ लाइन दिँदै जान्छ नि त। यहाँ हेरौँ इक्जाम्पलको लागि \n एउटा, फेरि अर्को पनि मैले \n गरेँ भने अब यसले हामीलाई नयाँ लाइन दिन्छ। मैले F11 थिचेँ, अघि सिंगल स्पेस मात्रै थियो, अब यहाँ के गर्यो त एउटा पुरै लाइन ब्ल्याङ्क भयो अनि फेरि अर्को लाइनमा आयो, किनभने हामीले यहाँ के गरेको छ त \n राखेको छ नि त। यसले गर्दाखेरि चाहिँ न्यू लाइन उसले दुईटा दिन्छ। ओके, त्यस्तै \n ले त न्यू लाइन गर्ने रहेछ भन्ने कुरो बुझ्यौँ। अर्को छ हामीसँग \t। यसले चाहिँ के गर्छ भने स्पेस दिन्छ क्या, ट्याब गर्छौँ नि हामी। जस्तो कि माइक्रोसफ्ट वर्डमा कुनै पनि चिज लेख्दाखेरि हामीले अलिकति बेसी स्पेस दिनु पर्यो, ट्याब थिच्छौँ नि, हो त्यसो काम गर्छ \t ले। हैन, \t ले के गर्छ गरे मैले एक्जिक्युट कम्पाइल एन्ड रन र रिजल्ट आएको छ हेलो अनि 1 ट्याब के स्पेस बेसी भयो नि त, 1 ट्याब अनि माई नेम इज सागर। यसरी उसले चाहिँ अलिकति बेसी स्पेस दिन्छ \t ले चाहिँ। र यसरी प्रिन्टएफ गर्दाखेरि हामीलाई छुट्टा छुट्टै लाइनमा मेसेज प्रिन्ट गराउनु पर्ने छ भने लेख्नु पर्यो \n, अलिकति स्पेस दिएर लेख्नु पर्ने छ भने लेख्नु पर्यो हामीले \t। अहिलेको लागि हामी यति नै प्रोग्राम गर्छौँ, बाँकी हामी नेक्स्ट भिडियोमा हेर्नेछौँ। र यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।